नमस्ते सबैजनालाई। हामी चाहिँ कपिलवस्तुदेखि जोमसोम हुँदै अप्पर मुस्ताङसम्मको यात्रामा हिँडिसक्यौँ। बिहान 5 बजे हामी कपिलवस्तुबाट हिँडेको सुपा देउराली मन्दिर दर्शन गर्दै अर्घाखाँची नरपानी हुँदै घुम्तीमा पुग्यौँ। यहाँ घुम्तीमा पुग्दा दुईवटा बाटो थियो। एउटा चाहिँ अर्घाखाँची सन्ध्यार्क जाने थियो भने अर्को दुर्गाफाँटतर्फ जाने थियो। हामी चाहिँ सन्ध्यार्कको बाटो छोडेर दुर्गाफाँटतर्फ लाग्यौँ। हल्का चिया नास्ता खाएर अनि हामी दुर्गाफाँटको बाटो लाग्यौँ। अनि यो बाटो चाहिँ सिधै तल दुर्गाफाँटमा जाँदो रहेछ। दुर्गाफाँट गइसकेपछि दुर्गाफाँटबाट हामी चाहिँ कालीगण्डकी कोरिडोरको बाटो हुँदै मालढुङ्गातर्फ लाग्यौँ। हामी चाहिँ अब हाम्रो आजको खाजा नास्ता चाहिँ यतै बाटोमा खाजा त खाइसक्यौँ। अब खाना चाहिँ सायद हामी मालढुङ्गा कटेर बेनी पुगिसकेपछि खाना खाने निधो गरेका छौँ। अब यहाँदेखि मालढुङ्गा आउन चाहिँ त्यति धेरै छैन भन्ने सुनेका छौँ। बाटो चाहिँ अलिकति अब कम हुँदै गइसकेको छ। अनि अब ठ्याक्क हामी यो घुम्तीनिरबाट अगाडि लागिरहेछौँ। यो कालीगण्डकी कोरिडोरको बाटोमा चाहिँ गाडीहरू निकै पातलो हिँडेको देखियो। सायद प्राय मान्छेलाई यो बाटोको बारेमा थाहा पनि छैन होला जस्तो लाग्यो मलाई। अनि बस्ती, यो ठाउँको बस्ती गाउँहरू कति राम्रो है, निकै सुन्दर बस्ती रहेछ। यता म पनि पहिलोपटक आएको। हामी चाहिँ ठ्याक्क मालढुङ्गाको नजिकै आयौँ र गेटमै आइपुग्यौँ। अनि यहाँनिर दुईवटा बाटो रहेछ। एउटा चाहिँ पोखरा जाने, एउटा चाहिँ बेनी जाने बाटो रहेछ। हामी चाहिँ बेनीतर्फ लाग्यौँ। बाटो निकै राम्रो र फराकिलो अनि एकदमै त्यस्तो अफरोड पनि खासै धेरै छैन। हल्का कुनै ठाउँमा त अफरोड हुने नै भयो, तर त्यस्तो खासै छैन। अनि हामी ठ्याक्क यो पर्वत बेनी बजारमा छिर्नुभन्दा अगाडि चाहिँ बोर्डमा लेखेको रहेछ पर्वत बेनी भनेर। सायद यो चाहिँ खोलापारी पर्वतवारी चाहिँ म्याग्दी जिल्ला हुनुपर्छ भन्ने चाहिँ लाग्यो मलाई। म्याग्दी जिल्लाको बेनी बजारमा हामी प्रवेश गऱ्यौँ अहिले चाहिँ है। यहाँ चाहिँ निकै ठुलो बजार रहेछ बेनीमा। बेनी बजार एकदमै फेमस बजार पनि हो यो। अनि रमाइलो लाग्यो यहाँ बजारमा छिर्दाखेरि। अहिले चाहिँ हामी बेनी बजारको पेट्रोल पम्पमा आइपुग्यौँ। अब यहाँ चाहिँ बाइकमा पेट्रोल ट्याङ्की फुल गरेर निस्किनु छौँ। बेनी बजारको पेट्रोल पम्प हामी चाहिँ खाना पनि यतै बेनी बजारमै खाएर जाने निधो गऱ्यौँ। अनि होटल एभरेस्ट रेस्टुरेन्टमा खाना खानको लागि पस्यौँ। अनि खानासाना खाएर हल्का औषधिहरू पनि किन्नुपर्ने थियो। अनि मेडिकलबाट औषधिहरू ल्याएर हामी चाहिँ रुप्से झरना अर्थात् के भन्छ माथि रुप्से झरना हुँदै हामी चाहिँ लेते जोमसोमसम्मको लागि यात्रा तय गऱ्यौँ।
अब हामी चाहिँ लेते डाँडा काटेर निकै उचाइमा आइसक्यौँ। अहिले चाहिँ अब यहाँ यो ठाउँको दृश्य निकै सुन्दर छ। यहाँ म पहिला पनि आएको भएर थाहा छ अलिकति मलाई। पहिला आउँदा पनि एकदमै रमाइलो अनि निकै सुन्दर दृश्यहरू थिए, देखेरै गएको हो। त्यही भएर मलाई अलिकति यताको बारेमा नलेज त छ नै। अनि पहिला आउँदा अलि जाडो बेसी नै थियो, अहिले जाडो भनेको एकदमै कम छ है। अब भने हामी मार्फा गाउँतर्फ प्रवेश गरिसक्यौँ। मार्फा गाउँ पनि निकै राम्रो छ भन्ने सुनेको थियौँ। अनि एउटा कुरा त यो अहिलेसम्म कपिलवस्तुदेखि त उता त गर्मी हुने नै भयो। यहाँ आउँदासम्म पनि फिटिक्कै जाडो भन्ने छैन है। यो सिजनमा आउनुभयो भने त्यस्तो धेरै लुगाहरू ज्याकेट बोकेर आउनुपर्ने आवश्यक छैन जस्तो लाग्यो मलाई। हुन त मौसम बेला बेला अब चेन्ज भइ नै हाल्छ। पानी पर्यो अनि हिउँ पर्यो भने त चिसो हुने नै भयो। तर अहिले चाहिँ एकदमै घाम लागेको छक्क मौसम है। त्यस्तो हावा पनि एकदम चलेको छैन अनि चिसो एकदमै कम हुन्छ नि। उहीँदेखि हामीले विन्ड सिटर लगाएरै आएको, अहिलेसम्म अझ विन्ड सिटरमै छौँ, ज्याकेट निकाल्नु परेको छैन। अनि मौसम पनि एकदम क्लियर छ, ठिक छ अनि एकदमै रमाइलो छ। जमसम बजारमा हामी प्रवेश गरिसक्यौँ। अब यो चाहिँ जमसम बजार हो है। अनि यो जमसम विमानस्थल प्रवेश गेट पनि यही बाटोमै रहेछ। अनि हामी चाहिँ ठ्याक्कै एनएमबी ब्याङ्कनिर पस्यौँ। एनएमबी ब्याङ्कमा चाहिँ उहाँ दाइसँग ठ्याक्क भेट भयो। दाइले हामीलाई त्यहाँ घुमाउने यताउता सबै गर्नुभयो। दाइले एकदमै धेरै ठुलो हामीलाई हेल्प गर्नुभयो। विशेष धन्यवाद चाहिँ उहाँ दाइलाई दिन चाहन्छु।